कि भनेको कुवेत ओमनबाट खाडी मुलुकहरूबाट दिनदिनै चाहिँ अप्ठ्यारोमा परेको आपतमा परेको कोही बेचिएको यस्ता चेलीहरू र युवाहरूलाई उद्धार गर्दैमा हाम्रो दिन गइरहेको छ। कहिले हामीलाई राति 2 बजे एयरपोर्टबाट देख्नुहुन्छ भने आज चाहिँ हामी पनि बिहान सबेरै 6 बजे एयरपोर्टबाट उद्धार गरेर एकजना चेलीलाई अफिस ल्याएका छौँ र आज चाहिँ उहाँ चेलीसँग त्यहाँ भोग्नु परेका दुःख कष्ट, त्यहाँ साउले दिएको तनाव, नेपाली दलालले दिएको तनावको विषयलाई लिएर साधारण भलाकुसारी गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, मन परे सेयर गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला भन्दै म हाम्रो चेलीलाई स्वागत गर्छु। नमस्कार। हजुरलाई नेपालमा स्वागत छ। थोरै चर्को बोलिदिन सक्नुहुन्छ? नआत्तिकन। हजुरको शुभ नाम के होला? मेरो गीता बिका कामे। गीता? गीता बिका। गीता बिका। घर कहाँ नि हजुरको? मेरो पाल्पा। पाल्पा। कुन ठाउँ भन्न मिल्छ? परबास। परबास। घरमा को हुनुहुन्छ हजुरको? मेरो घरमा बाबु नानी अनि बुढो। श्रीमान हुनुहुन्छ? हजुर। बाबु नानी कति वर्षको भए? बाबु नानी 5 वर्षको पुग्यो हैन अझै। अनि बाबु चाहिँ 10 वर्षको। हजुर कति वर्ष हुनुभयो? मान्छे त सानै देख्नुहुन्छ, बच्चा ठुलै भएर रहेछ। 26 वर्ष। 26 वर्ष हुनुभयो। 16 वर्षमा बाबु पाउनुभयो। सानै उमेरमा भएको थियो बिहा? हजुर। श्रीमानले के गर्नुहुन्छ घरमा? गाडीमा खलासी गर्नुहुन्छ। खलासी गर्नुहुन्छ। अनि सासू ससुरा हुनुहुन्न घरमा? हुनुहुन्छ। ए अनि श्रीमानले चाहिँ गाडीमा सहचालकको काम गर्नुहुन्छ अनि घर सल्लाह भरै जानुभएको हजुर बाहिर? हजुर। कहाँको मान्छेले कसले चाहिँ हजुरलाई चाहिँ कुवेत गए धेरै पैसा कमाइन्छ, कुवेत जानुस् भनेर कसले सल्लाह दियो बहिनी? मेरो आन्टी हो। ए हजुरको आफ्नै आन्टीले? हजुर। के आन्टी पनि कुवेत जानु भएको थियो पहिला कि? खै मलाई थाहा छैन। जान्नु होला। ए उहाँ कुवेत गएको थाहा छैन? म पनि अनि के गरे गएर दुःख गरेको ननौवटा बच्चा हेरे तैँले त्यति गर्न सक्दिनिस् भन्नुहुन्थ्यो के अरे। अनि मैले भने तपाईँलाई जस्तो मलाई परे छैन नि, सबैले एउटै हुँदैन। अनि मलाई चाहिँ दुःख पर्यो, मलाई चाहिँ नेपाल झिकाइदिनु भनेको। अनि मैले झिकाउन सक्दैन, पैसा तिर आफै आइज भन्नुहुन्थ्यो। घरको नजिकैको आन्टी हुनुहुन्थ्यो? मेरै मम्मीको फुपूको छोरी हो। उहाँले त्यस्तै काम गर्नुहुन्थ्यो कि के थियो? अरूलाई पनि पठाउनु हुँदो रहेछ? हजुर। ए हजुरको चाहिँ आफ्नै आन्टीले चाहिँ कुवेत गयो भने पैसा धेरै कमाइ हुन्छ जा भनेर पठाउनु भयो? हजुर। खर्च कति लाग्यो त्यति बेला? उहाँले खर्च लिनु भएन, पासपोर्ट बनाउनलाई पैसा दिनुभएको। उल्टो हजुरलाई पासपोर्ट बनाउन पनि पैसा दिनुभयो? कति पैसा दिनुभयो? 5000। 5000। पासपोर्ट कहाँबाट बनाउनु भयो? मैले पाल्पादेखि बनाएको। अनि पासपोर्ट चाहिँ इमर्जेन्सी बनाउनु भयो कि बिस्तारै बनाउनु भयो कि के छ नि त्यति बेला? इमर्जेन्सी बनाएन, 14 दिनमा निस्केको। 14 दिनमा निस्कियो। हजुर। अनि हजुर चाहिँ जानुभन्दा अगाडि श्रीमानसँग अनि श्रीमान हजुर भएर त्यो आन्टीसँग बसेरै सल्लाह गर्नुभएको थियो कि हजुरले श्रीमानलाई नभनी खुस्स चाहिँ अब पैसा कमाएर ल्याएर श्रीमानलाई घर पर दिउँला भन्ने मात्रै सोच्नुभयो? श्रीमानलाई पनि थाहा थियो। अनि आन्टीले चाहिँ अनि पैसा हामीले हालिदिन्छौँ पासपोर्ट बना भन्नुभएको। त्योभन्दा अगाडि आन्टीले कसैलाई पठाएको थाहा पाउनु भएको थियो कुवेत? खै म त्यसरी आन्टीसँग त्यति मलाई उस छैन, त्यति म बोल्दा पनि बोल्थेन। अनि एकैचोटि यहाँ आउनलाई पैसा दिन्छु पासपोर्ट बना भन्नुभएको। एजेन्ट गर्नुहुन्छ भन्ने सुनेको मैले पनि। एजेन्ट गर्ने भन्ने सुन्नुभएको थियो? हजुर। अनि जब चाहिँ पासपोर्ट बनाउनु भयो त्यहाँबाट चाहिँ हजुर काठमाडौँ आउनुभयो कि बुटोलबाट उड्नुभयो कि कताबाट उड्नुभयो? हामी इन्डियाबाट गएको। ए हजुर इन्डियाबाट? हजुर। इन्डिया 9 दिन राख्नुभयो। आन्टी पनि जानुभएको थियो? नै, इन्डिया जानु भएन। कसले लिएर गयो हजुरहरूलाई इन्डिया? हामीलाई इन्डियाबाट पास गर्ने एउटा दाइ हुनुहुन्थ्यो। नेपालकै हुनुहुन्थ्यो? नेपालकै, तर देशी हुनुहुन्थ्यो। उहाँको नाम सम्झिनुहुन्छ उहाँको? नाम यस्तो के भन्नुहुन्थ्यो क्या, खै नाम बिर्सेँ मैले, अहिले नामै याद भएन उहाँको। ठिक छ, याद नभए केही भयो। सब हो कि दाइ भन्नुहुन्छ? ए हजुरलाई चाहिँ सुनौली हुँदै लग्यो? हजुर। इन्डिया कुन ठाउँमा पुऱ्याएर हजुरलाई 9 दिन राख्यो? इन्डिया खै कौनुमा लिएर गयो उहाँदेखि। अनि उताबाट फेरि एउटा त्यही हामी जस्तै जाने मान्छेहरू अघि गएको बस्नुभयो रहेछ नि त, भिसा नआएर। अनि उहाँहरू आएर हामीलाई लगेर अनि रुममा राख्नुभयो। 9 जना हजुरको गाउँकै हुनुहुन्थ्यो कि बाहिरको हुनुहुन्थ्यो त्यहाँ? 9 दिन राख्नुभएको उहाँ। ए जाँदा हजुर एक्लै हुनुहुन्थ्यो? नेपालबाट इन्डिया जाँदा? नै, मेरो बुहारी पनि थियो नि। ऊ पनि सँगै गएको कुवेत? हजुर। ए भाइ बुहारी? हजुर, मेरो भाइ बुहारी साथै। ए सँगै 2 जना जानुभयो, 9 दिन इन्डिया बस्नुभयो? हजुर। इन्डियामा के दलालले कस्तो व्यवहार गर्यो, खाना दियो कि दिएन?
खाना त दिने यस्तो नराम्रो अब कोही नराम्रो आइमीहरू भेट्यो भने अब कस्तो नराम्रो नेतले हेर्ने के अनि म चाहिँ अब त्यस्तो थिएन अनि म पनि नबोल्ने के त्यो मान्छेसँग अनि त्यो बुढो हुनुहुन्थ्यो उहाँ चाहिँ इन्डियामै दुर्व्यवहार गर्न खोजे जस्तो व्यवहार हजुर उहाँहरूले चाहिँ धेरैजनालाई त्यस्तो गर्नुभएको थियो अनि म चाहिँ नबोल्ने म बोले पनि के मैले भने अनि बुवाहरू दाइहरू भन्नु म साइनो लगाएर बोल्ने नि त अनि उहाँहरूले के भन्नुहुन्थ्यो मलाई साइनो नलगाएर बोल भन्नुहुन्थ्यो के अनि मैले भने मेरो बाबा जस्तै हजुर हुनुहुन्छ नि त मैले किन साइनो नलगाम भने अनि के भन्नुहुन्थ्यो तँलाई विदेशै पठाउन तँलाई भिसै मगाइदिन्न भन्नुहुन्थ्यो मैले भने नमगाइदिनु न त म नेपाल जान्छु नि त त्यस्तो मलाई नराम्रो नियतले नहेर्नु म त्यस्तो खाले मान्छे पनि होइन भनेपछि बाउ जस्तो मान्छेले गिद्धे नजर लाउन खोज्यो हजुर हातपात त कतै गरेन गर्नु भएन अनि मसँग चाहिँ रिसाइराख्नुहुन्थ्यो तँलाई भिसा पठाइदिन्न गरे अनि के गरे तँलाई यहीँ राखिदिन्छु भन्नुहुन्थ्यो अनि मैले भने म यहाँ बस्दैन नि त म नेपाल जान्छु भिसा नपठाइदिए पनि मलाई के हुन्थ्यो र केही पनि हुँदैन भन्थेँ क्या मैले बुहारीमाथि बुहारीसँग त खै त्यो त थाहा भएन मलाई त्यस्तो एउटै कोठामा राखेन बुहारी एउटै कोठामा राख्यो अनि बुहारीहरू चाहिँ बोल्थे म चाहिँ बोल्थेन नि त म नबोल्ने अनि त्यही भएर म बोल्यो भने भनेपछि त्यो दलाल त नेपाली नै हो त्यो नेपाली चाहिँ हुनुहुन्थ्यो नेपालीले चाहिँ तँलाई चाहिँ राम्रो ठाउँमा पठाउने यसो सँगै खाउँ सँगै बसौँ सँगै सुतौँ भन्ने टाइपको त दुर्व्यवहार धेरैजनालाई त्यस्तो गर्नुभयो मैले यहाँ त्यहाँ बसेर नि धेरैजनालाई देखेँ के अनि कोही बुढी आइमीहरू जस्तो त अनि त्यहीँको कोठाइमा सँगै सुत्नु पनि भएको त्यस्तो गराएर पनि विदेश पठाउनु भएछ उहाँहरूले यौन शोषण पनि हुँदो रहेछ हुन्छ म चाहिँ मेरो आँखाले म बसेर त्यहाँ देखेको चाहिँ म भनेको मैले नदेखे पार मैले भन्थेन म चाहिँ त्यस्तो खाले आइमी पनि होइन हामीसँग पनि जिस्किने के सुत्यो भने खुट्टा तान्दिन जाने है त्यस्तो पनि गर्नुभयो नुहाउन जाँदा टोयलेट जाँदा हेर्ने झ्यालबाट च्याउने त्यस्तो नि व्यवहार गर्यो क्या त्यो मान्छे त्यस्तो मसँग गर्नु भएन अब अरूसँग अब बिस्तारा सुतेको छ भने खुट्टा तान्न आइदिने त्यस्तो चाहिँ यस्तै भैमा बिस्तारा लगाइदिने है लगातार अनि त्यही सुत्यो अब कस्तो त्यस्तै आइमीहरू छ भने यस्तो खुट्टाहरू तान्न आउने अनि नराम्रो कामहरू पनि गर्नुभयो धेरैजनाले त खाना त टाइममा दिनुभयो खाना त त्यस्तै गाली गर्नुहुन्थ्यो त्यस्तै त घर छोडेर हिँडेपछि अब त्यो भने पछाडि लगभग दुःख पाइन्छ भन्ने कुरा त इन्डिया पुग्दै अलिअलि त थाहा भइसकेछ है म नेपाल पनि आउँछु भनेको थिएँ अनि यत्रो बाटो आइसकेर अनि किन यस्तो गर्छ अनि भनेर अनि 9 दिनको दिन कतिजना सँगै उड्नुभयो कुवेत हामी 9 दिनको दिन नेपालीहरू 14 जना थियौँ 14 जना हजुर कहाँ सबै छोरी मान्छे हुनुहुन्थ्यो कि छोरा मान्छे नै हुनुहुन्थ्यो छोरी मान्छे मात्रै हाम्रो ग्याङ हुनुहुन्थ्यो धेरैजना त फर्किनु भयो उहाँहरू चाहिँ इन्डियाबाटै फर्किनु भयो कि नै विदेश पुगेरै दुःख पाएर फर्किनु भयो अहिले हामी गएकोमा धेरै टिम हुनुहुन्न मेरो बुहारी छ नि एउटा पर्खन अनि जुन चाहिँ इन्डियामा हजुर 14 जना उड्दै हुन्थ्यो कस्तो उमेरको मान्छे जानु भएको थियो सबै हजुर जस्तै उमेरको 25-26 को हुनुहुन्थ्यो कि 40-50 को नै हुनुहुन्थ्यो के छ हुनुहुन्थ्यो बुढी आइमीहरू पनि हुनुहुन्थ्यो विवाह नभएको छोरीहरू गएको नि थियो सँगै हजुरसँग जाने कोही बिहा नभएकोहरू पनि हुनुहुन्थ्यो हजुर अनि 14 जना सँगै उड्नु भयो सिधै कुवेत लग्यो कि इन्डियाबाट नि दुबई पुर्याउँदो रहेछ कता लाग्यो हामीलाई पहिला चाहिँ कलकत्ता लिएर गयो इन्डियाबाट अनि त्यसपछि यता श्रीलङ्का हो कि कता हुँदै अनि साउदी यस्तै हुँदै लाग्यो उहाँ पुग्दा 4वटा देश भयो त्यो 4वटा देश घुमाएर पुर्यायो हजुर कथा बेग्लै छ प्रत्येक चेलीहरूको कसैलाई खाना नपाएर हेर्नु हामी टोयलेटको पानी पनि खाएको खाना नपाएर भन्नाले चाहिँ त्यो चार्जमा वेटिङमा कुर्नु पर्दा हजुर अनि के छ कुवेत जाने चेलीहरूलाई सबैलाई $500 चाहिँ हातमा हालिदिन्छ भिजिट भिसामा जानेलाई भन्छ नेपालबाट इन्डियाबाट त्यो गर्न के गर्दो रहेछ त्यो खै हामीलाई चाहिँ पैसा दियो हजुरलाई हामीलाई दिनु भएन हजुर हामीलाई दिनु भएन अब त्यही खानेकुराहरू चाहिँ मलाई चाहिँ एउटा म चाहिँ धेरै नबोल्ने अनि त्यही भएर अब नराम्रो काम गर्न खोज्दा मैले नरुचाउने अनि त्यही भएर मलाई चाहिँ एउटा त्यहाँ यस्तो हुँदो रहेछ यसरी बुझ्न पर्यो कि जो छोरा मान्छेसँग जिस्किन्छ नजिक हुन खोज्छ उसलाई खानेकुरा पनि मिठो दिन्छ उसलाई त पैसा पनि दिनुभयो पैसा पनि त्यही रुममा ल्याएर बिहोरहरू पनि खुवाउने केटीहरूलाई त्यस्तो पनि गर्नुभयो खाने मात्ने अब एउटै रुममा बस्ने त्यस्तो व्यवहार पनि हुने अब चाहिँ उसँग नजिक हुन नखोज्दा चिउरा दालमोट पनि दिन खोज्दैन नरुचाउने मलाई चाहिँ त्यस्तो गर्नुहुन्थ्यो म चाहिँ त्यस्तो नजिक नहुने के अनि त्यही भएर धेरै गाली गर्नुहुन्थ्यो त्यहाँको बुवा अनि जब कुवेत पुग्नुभयो कुवेत एयरपोर्टमा पुगेपछि लिन को आयो हजुरहरूलाई हामीलाई चाहिँ त्यही
के अरे पवित्रा दिदीले ड्राइभर हो कि को पठाउनु भएको थियो एयरपोर्टमा ऊ गएपछि अनि उहाँले चाहिँ लगेर अनि उसमा राख्नुभयो 14 जना सँगै जानुभयो त्यो ड्राइभरकै गाडीमा कि अरू गाडी होइन हामी चाहिँ म र बुहारी मात्रै गएको ए त्यहाँबाट हजुर अरू चाहिँ 12 जना कता जानुभयो के थाहै पाउनुभयो अरू त्यही एकै ठाउँमा थियो अब को आउने लाने गर्नुभएको थियो भन्नाले त्यहाँबाट गाडीमा 2 जना गएपछि नेपाली अफिसमा राखे हजुरहरूले हजुर पवित्रा दिदीको अफिसमा राख्नुभयो कतिजना हुनुहुन्थ्यो त्यो अफिसमा हजुर जाँदाखेरि हजुर र बुहारी मात्रै हुनुहुन्थ्यो त्यो अफिसमा अरू नेपाली अहिले हामी चाहिँ म र बुहारी मात्रै थियौँ त्यो अफिसमा त्यति बेला 2 जना मात्रै हजुर कति दिन त्यो अफिसमा बस्नु पर्यो बसेन अनि बिहान कति बजेतिर हामी पुगेको थियौँ 12-1 बजेतिर पुगेको थियो होला यस्तै अनि त्यसपछि 3-4-5 बजेतिर अनि मलाई लिन आएर अनि म चाहिँ गयो को लिन आयो हजुरलाई कुबेती लिन आउनुभएको थियो कुबेती लिन आउनुभयो अनि त्यहाँ हजुरहरू बस्दा पवित्राले जुन चाहिँ दलाल छ मान्छे बेच्ने कुबेतको यो हजुरसँग मात्र होइन अरू धेरै चेलीहरू पनि पवित्राको नाम लिएर हामीसँग आउनुहुन्छ हजुर अनि के छ पवित्राले हजुरलाई कतिमा बेच्यो कुबेतीले पैसा दिएको केही म लेनदेन देखेको हजुर मलाई चाहिँ धेरै नराम्रो लाग्यो के अनि पैसा लिनुभयो उहाँले अनि हामीलाई चाहिँ कति पैसा उसको जिम्मा लगाएर दिनुभयो खै म अब त्यतिखेर मलाई कुबेती पैसा पनि थाहा थिएन है अनि पैसा हातमा लिएको देख्यो म देखेको मलाई चाहिँ कति नराम्रो लाग्यो यसरी ल्याएर बेच्दो रहेछ यहाँ भन्ने भयो त्यतिखेर आफै अगाडि बेचिनु भयो बहिनी हजुर अनि पैसा दियो साउले चाहिँ अनि उसले चाहिँ मलाई हिँड भन्यो लिएर गयो के छ साउहरूले के सुन्छ भने राम्रो मान्छेको पैसा धेरै पर्छ अनि कोही साउहरू त हात पनि लगाएर कतिको मोटो छ यो पातलो छ काम गर्न सक्छ सक्दैन भनेर शरीरमै हात लगाउँछ उनीहरू कुबेतीहरू त्यस्तो चेलीबेटीहरूले हामीलाई भन्नुभएको छ हजुरमाथि त्यस्तो व्यवहार गर्यो त्यहाँ अफिसमा पवित्राको अफिसमा नै मलाई त्यस्तो गरे छैन गरेन साउ आयो लिएर गयो कति उमेरको थियो साउ हजुर मैले चाहिँ पहिलो घर त एउटा बुढी आमा हुनुहुन्थ्यो अनि त्यसपछि फेरि एउटा बाबा हुनुहुन्थ्यो अनि मलाई लगेर अर्को दिन बाबा चाहिँ सपर गएको अनि बाहिर घुम्नलाई के ल पर्खौँ त अनि हजुरलाई त्यहाँ साउले चाहिँ कुबेती साउले बोकेर साउको घरमा लग्यो हजुर घरमा को हुनुहुन्थ्यो घरमा एउटा आमा र अनि बाउ मात्रै 2 जना बुढाबुढी मात्रै हजुर बच्चा बच्ची थिएन त्यो घरमा हजुर थिएन त्यो घरमा हजुर मात्रै हुनुहुन्थ्यो कि काम गर्ने अरू नेपाली पनि थिए एउटा नेपाली दिदी छोरीको काम गर्ने थियो अनि हामीसँग नेपालीलाई पनि बोल्न नदिने के त्यो दिदीसँग के आउनुहुन्थ्यो बिचरा अनि मलाई पनि बोल्न नदिने उसलाई पनि बोल्न नदिने कस्तो यसरी हामीलाई बस्न पनि नदिने काम गर्ने मान्छे घोडा टेकेर बस भन्ने ए पलाटी मारे बस्नु नदिने घोडा टेकेर बस भन्थ्यो उनीहरूको छोराछोरी नभए पनि कमसेकम बाहिरको छोराछोरीलाई माया नगर्ने बुढै थियो त्यो बुढाबुढीहरू नै बाउ चाहिँ भर्खरको थियो छोरो थियो बुढीको अनि आमा चाहिँ बुढी चाहिँ थियो ए कुबेती भएपछि त आमाको बाबा मरिसकेको रहेछ त्यति हजुर ए छोरा चाहिँ एकल उसको बिहा भएको थियो नि त छोराको त्यो खै मैले देखेन नि त म घर फेरिदिएको नि त त्यो बुढी आमाले मलाई पिटेर घाँटी अट्ठाइदिएर अनि मैले त्यहाँ कति धेरै दुःख पाएँ मैले धेरै दुःख पाएँ के गर्यो त्यो बुढी आमाले सम्झिनुहोस् त त्यो पिट्यो मलाई धेरै पिटेको कहाँ पिट्यो घाँटी अट्ठाइदिएर उचालिदिने अनि घोप्टी परेछ भने यस्तो कन्न मान्ने मुड्कीले ड्याम ड्याम अनि त्यतिखेर पनि मैले यो दिदीहरूलाई मेरो आन्टीलाई सम्झेको म यहाँ बस्दैन नेपाल झिकाइदिनु नाइ भने अफिस ल्याइदिनु भन्दाखेरि अनि त्यो बुढीहरूले अनि साउहरूले चाहिँ खेलाउँदो रहेछ अनि यसले काम गर्दैन मोबाइल हेर्छ भने मैले मोबाइल पनि हेर्थेन मोबाइल हेर्ने टाइमै हुन्थेन घर ठुलो थियो एक्लै काम गर्ने मात्रै थिएँ मोबाइलमा कुरा गर्न पाउँथेन दिन्थेन मोबाइलमा कुरा गर्नलाई यसो टाइम भयो भने म दिदीहरूसँग कुरा गरेर अनि मलाई यस्तो यस्तो छ मलाई जसरी हुन्छ नेपाल झिकाइदिनु भन्थेँ कि अनि दिदीहरूले चाहिँ अनि मैले अनि आन्टीहरूले भन्दा नि मान्नु भएन दिदीहरूले भन्दा आन्टीले मान्नु भएन पवित्रा दिदीले पनि कुरा नसुन्ने के अनि त्यसले मोबाइल हेर्छ अनि त्यही भएर रुचाउँदैन भन्नुहुन्थ्यो अनि त्यसपछि त्यस भए म यहीँ मोडिदिन्छु म आउँदैन नेपालै भन्थेँ अनि बल्ल मलाई अफिस ल्याइदिएको अफिस ल्याइदिएर नि 14 दिन काम गरेको नि त त्यो घर मलाई खान दिएर म 14 दिन काम गर्दा 3 दिन खाएँ होला फ्रिजको भात हेर्नु माघ फागुनमा गएको नि त म अनि त्यो भात जति खायो त्यति पानी निस्किन्थ्यो भात तताएर खान्छु नभन्यो भने नदिने
अनि खान नपाएर बेसरी बिमारी भयो अफिस आएर बसेँ 1 हप्ता। अनि 1 हप्ता बस्दाखेरि पनि मलाई इन्डियन अफिसमा लैदिनु भयो पवित्र दिदीले। सुन्नु न थोरै कुरा त्यो घरमा फ्रिजमा चाहिँ उनीहरूले खाएको जुठो भात राख्थ्यो कि कहिलेदेखि पकाएको भात राखेको रहेछ? त्यो घरमा मैले कहिल्यै पनि सादी खाएन, भातै उनीहरूले खाएको राख्थ्यो अनि त्यही खा भन्थ्यो निकालेर। कसरी बाँच्नु भयो त बहिनी 14 दिनसम्म जम्मा 3 दिन खाना मेरो खाएर? हातहरू कस्तो कामहरूमा कस्तो भयो त्यतिखेर। पानी त पिउन पाउनु भयो कि त्यति बेला नि टोयलेटकै पानी खानु पर्यो नि? त्यतिखेर घरको पानी चाहिँ दिन्थ्यो, खाना चाहिँ केही पनि दिन्थेन। घाँटी पनि अठाए? घाँटी अठाइदिएर यस्तरी जुन्नाइदिने मलाई। त्यति बुढी मान्छे नि त्यति बलियो? कति बलियो हुन्छ उहाँको। घोप्टी पऱ्यो भने त मुड्किले ड्याम ड्याम कन्नमा हान्ने के। मुटु हल्लिने गरी पिट्यो बिचरा। त्यो छोराले त्यो बाबा भन्नेले पनि कतै दुर्व्यवहार गर्यो, पिट्यो के गर्यो? मलाई गरेन त्यतिखेर। म त्यो बाउ थिएन घर, मलाई घर लगेर छोडिदिएर बाहिर गएको थियो नि त। अनि त्यो नेपाली पनि त्यसको छोरीहरूले चाहिँ कराउँथ्यो। अर्को नेपाली जुन त्यही घरमा बस्थ्यो हजुरलाई पिट्दाखेरि उसले केही भन्दो रहेछ? नपिट भनेन? नाइ, त्यो छोरीको घरको काम गर्ने थियो। अनि त्यो दिदी आउँदाखेरि मलाई 14 दिन बस्यो, 1 शब्द बोल्न दिएन मलाई उहाँसित। भेटघाटै गर्न? यसरी नजिक बस्यो भने नि ऊ त दाइ चाहिँ घोडा टेकेर बस्ने, म पनि घोडा टेकेर बस्थेँ। ए घोडा टेकेर बस्नु पर्यो, सिधा टेक्न नै दिएन? दिन्थेन। काम गर्ने मान्छे यसरी बस्ने। काम के गर्न पर्थ्यो नि त्यो घरमा? झाडु पोछा लगाउने, कपडाहरू धुने, आइरनहरू लगाउने, त्यो खानाहरू बनाइदिने। खाना बनाउन आयो? हजुर, त्यतिखेर जान्थेन नि त त्यति धेरै। झाडु पोछाहरू लगाउँथ्यो, कपडा धुन्थ्यो। अनि एकछिन बस्न नदिने के, त्यत्तिकै बसेछ भने नि कराउने, सिसाहरू पुस्न पठाउने। खाना केही बनाउनु भयो कि बनाउनु भन त्यहाँ बस्दाखेरि? मैले बनाएन, दिन्थेन बनाउनलाई। अनि त्यहाँबाट कसरी चाहिँ सम्पर्क भएर त्यो घरबाट बाहिरिन सफल हुनुभयो, बाँच्न सफल हुनुभयो? म चाहिँ दिदीहरूलाई अब म यहीँ मरिदिन्छु, झुन्नेर मर्छु, म बस्दैन यहाँ, म यत्तिकै म खाना पनि नपाएर म मर्छु बरु म भन्दै थिएँ। अनि दिदीहरूले चाहिँ अनि आन्टीलाई अनि यस्तो यस्तो भने बहिनीले, मेरो बहिनीलाई जसरी हुन्छ कि नेपाल अफिस झिकाइदिनु कि नेपाल ल्याइदिनु भन्नुभयो। अनि अफिस लिएर आइदिएको मलाई। श्रीमानलाई फोन गर्नु भएन त्यो बेलामा? अब मेरो बुढोलाई नि भनेको केही थाहा छैन नि त मेरो बुढोलाई। कतिको याद आयो त्यो जब न्याक्न थाल्यो छोरछोरीको याद कतिको आयो? कतिको धेरै याद आउँथ्यो मलाई चाहिँ मेरो आमाको याद आउँथ्यो। मैले मेरो आमाको 1 थप्पड पिटाइ गएको थिएन। त्यहाँ गएर पिटाइ गएको मलाई जन्म दिएको आमाले त मलाई 1 थप्पड पिट्नु भएन, म अर्काको देशमा आएर पिटाइ गर्न पर्यो भन्थे। आमाले हात उठाउनु भएको थिएन उहाँ गएर कुबेतीको पिटाइ खानु? नाइ, मेरो आमाले मलाई कहिल्यै हात उठाउनु भएन। छोरा छोरीसँग त्यति बेला बोल्न पाउनु भयो फोनमा? दिन्थेन, बोल्ने मोबाइलै दिन्थेन। ज्याप राति पनि चेक गर्न जान्थ्यो फोन चलाएको छ कि नै भनेर। के छ अनि हजुरहरू सुत्ने कोठामा सिसिटिभी, टोयलेटमा सिसिटिभी राख्छ अरे कुबेतीले, त्यस्तो पर्यो कि परेन भाइ? त्यो घरमा चाहिँ मैले देखेन। अनि अहिलेको घरमा चाहिँ राखेको थियो सबैतिर। पर्खिनु, अब हामी त्यहाँ त्यो घरबाट छुटेपछि उहाँ जानुभयो होइन? हजुर। त्यो घरमा पुगेपछि कति दिन चाहिँ पवित्रले अफिसमा राख्यो हजुरहरूलाई? 1 हप्ता राख्नुभयो। पवित्रले कुट्यो कि कुटेन त्यहाँ? हामी त पवित्रलाई त यो शब्द लिँदा पनि हाम्रो मुखै दुर्गन्धित हुन्छ। त्यो त्यति खराब आइमा यो नेपाली भएर नेपालीको बदनाम गराउने। अहिले म बोलिरहेको छु, यो शब्दले बोल्दा पनि मेरो मुख चाहिँ दुर्गन्धित भइरहेछ होइन? त्यसले अरू के व्यवहार गर्यो त्यो उसमा? के भन्ने हो, 1 हप्ता चाहिँ त त्यत्रो राख्दाखेरि त त्यसले त धेरै चेलीहरूलाई शोषित गरेछ भन्छ होइन? हजुरलाई कस्तो व्यवहार गर्यो अफिसमा? मलाई चाहिँ गाली गर्नुहुन्थ्यो, तँ त्यस्तो भएर हो थुतुनु खेलाएर भन्नुहुन्थ्यो। मैले भने म थुतुनु खेलाउँदैन, म कसैलाई पनि म नराम्रो भन्दैन। म त्यो आमालाई पनि मैले नराम्रो मालिस गर्न पठाउँथेँ। हेर्नु, बिहान उठेर 2 घन्टा 3 घन्टा मालिस गर्न पठाउँथेँ आमालाई, त्यो आमालाई। अनि मालिस गर्दै गरेँ, पवित्र दिदीले फोन गरेर मालिस गर, अनि ज्यान मालिस गर्दै, खुट्टा मालिस गर्दै, अनि बल्ल माया गर्छ भन्नुहुन्थ्यो। त्यस्तो सिकाउनुहुन्थ्यो क्या। मालिस पनि गर्नु? हजुर, मैले मालिस पनि गरेको। अनि जसलाई मालिस गरे उसैले पिट्छ पछाडि? अनि पिट्नु के त बुढी आमाले। झलझले आँखामा आयो नि त्यो बुढी अहिले होइन? सम्झिनुहुन्छ नि त्यसलाई? सम्झिन्छु मैले, तिनै सम्झेर धेरै मलाई रुन मन लाग्छ।
अनि 1 हप्ता अफिसमा बसिसके पछाडि फेरि कहाँ बेचिनु भयो? अनि यो बाबाकोमा अहिले गएर त्यो बुढीको घरमा कति महिनापछि निस्किनु भयो रे? म 14 दिनमा निस्केको त्यहाँबाट। 14 दिनमा त्यहाँबाट निस्किनु भयो, अफिसमा 5 दिन बस्नुभयो, 19 दिन भयो, 20 दिनको के अरे 7 दिन बस्नुभयो, 21 दिन भयो, 22 दिनको दिन फेरि कसको घरमा? कुबेतीकै घरमा। हजुर। अहिले 14 महिनापछि फर्किँदा त्यसैको घरबाट फर्किने हुनुहुन्छ? म 14 महिना चाहिँ 14-15 महिना अहिले म यो बाबाको घरबाट निस्केको। त्यहाँ के भयो? यति लामो समय चाहिँ त्यही घर बसेर अहिले अन्तिममा चाहिँ किन नेपालै फर्किने परिस्थिति बन्यो? के भयो त त्यो घर? पहिले नै देखि 1 वर्षै अघिदेखि म आउँछु भनेको, मलाई आन्टीहरूले ननिकालेर अनि पैसा तिर, म कहाँदेखि पैसा तिर्छु? 1-2 लाख भयो त म नेपाल यहाँ अर्काको देशमा म दुःख गर्नै जान्थेन होला नि त। अनि त्यहाँ फेरि कुबेती साउली आयो कि के भयो? आयो साउनी चाहिँ आएर अनि मलाई गाडीमा हालेर लिएर गयो घर। त्यो घरमा बच्चा कति रहेछ, के रहेछ? 2टा बच्चा थियो। कति उमेरको बच्चा थियो? एउटा चाहिँ म जाँदाखेरि 2 महिनाको थियो, सानो नानी थियो। एउटा चाहिँ 14 महिनाको थियो। 2 महिना र 14 महिनाको बच्चा थियो। हजुर। त्यो घरमा काम के गर्न पर्यो? त्यो घरमा सबै काम गर्न पर्थ्यो, खाना बनाउने अनि केटाकेटीको लुगाहरू धुने, बाबाआमाको लुगा धुने, आइरन लगाउने अनि सबै काम जति सबै चाहिँ गर्न पर्थ्यो कि उसको। उनीहरूले त गर्दैन। के छ बच्चा बच्चीको दिशा पिसाब नि सोर्न पर्यो? पुरै गर्न पर्थ्यो। डाइपर साइपर लगाइदिने? हजुर। के छ बच्चा छुन दिँदो रहेछ त्यति सजिलै? नेपालीलाई कुबेतीले त्यति सानो बच्चा केही गर्दैला भन्ने पिर मान्नु रहन्छ? दिन्थ्यो, त्यही यो रोयो भने कराउँथ्यो, के भयो पिटिस कि के गर्यो भनेर कराउँथ्यो। अनि म चाहिँ पिर्थेन। त्यो घरमा हजुरलाई कति तलब भनेको थियो? मलाई तलब दिएको भन्नुभएको? तलब चाहिँ कति भनेर लगाएको थियो त्यो? 110 हो। 110 के? हजुर। पैसा सबै दियो कि दिएन अहिलेसम्म? दियो। अहिले नि टिकट काटेर मलाई 35 रुपियाँ दिएको थियो। पैसा चाहिँ दियो? हजुर। अनि त्यहाँ काम त त्यो गर्नुहुन्थ्यो, त्यो घरमा चाहिँ हजुर सुत्ने ठाउँमा पनि सिसिटिभी थियो? सुत्ने रुममा थिएन। अनि यस्तो यो यति गल्ली थियो अनि यो चाहिँ हाम्रो रुम थियो अनि यो चाहिँ मैले काम गर्ने थियो अनि पुरै देखिन्थ्यो हाम्रो रुम, हाम्रो कोठाहरूमा। अब कोही गयो भने देख्थ्यो, सबै देख्थ्यो। त्यो घरमा खाना उनीहरूले पकाएको खानुभयो कि आफूले पकाउनु? म आफै बनाउँथेँ। त्यस्तो घरमा बनाउनुहुन्थ्यो? हजुर। के छ ग्यास बाल्न जानिँदो रहेछ बहिनी त्यहाँ? सजिलो अप्ठ्यारो के भयो पहिलोपटक अर्काको अब उहाँहरू उताको ग्यास अर्कै फरक हुन्छ नि त। अब नेपालको जस्तो हुन्न। अब यहाँ पनि नेपालमा होला कुनै कुनै ठाउँमा है, छैन होला भन्दैन, छ होला, तर जानिन्न नि त। हामीले त त्यस्तो ग्यास चलाइँदैन। साउनीले सिकायो ग्यास बाल्न, खाना बनाउन कि? उसैले सिकाउँथ्यो अनि नजान्यो भने कराउँथ्यो। खाना के खाँदो रहेछ त्यो कुबेतीहरूले? खाना चाहिँ त्यही हो, उनीहरूले धेरै जस्तो रोटीहरू खान्छ, त्यही रोटीहरू खान्छ अनि हामीलाई पनि त्यही रोटी चाहिँ खा भन्ने क्या। अनि दाल भात कम खाँदो रहेछ? खाँदैन, दाल भातहरू खाँदैन त्यसरी। के छ त्यहाँ जुठो खान पर्यो कि परेन? पऱ्यो नि जुठो त। मैले कहिले पनि झ्यापो चोखो भात खाएन। उनीहरूले पुरै पकायो भने घोप्टाएर लान्थ्यो अनि काम गर्नुहुन्छ अनि त्यसले पनि खान्छ। यिनीहरूको मनमा केही पनि दया माया नै के। अनि जम्मै खान्थ्यो अनि त्यसपछि कहिले काहीँ त तुर्थ्यो छ अनि हामी चाहिँ खान्थेन। उनीहरूले सक्यो तुर्यो भने चाहिँ खाने चाहिँ आफ सक्यो, पकायो भने कराउने कस्तो। कति रात भोकै सुत्न पर्यो त्यत्रो कुबेतीको पात तलाको घरमा काम गर्दा पनि? होइन खाना चाहिँ मैले त्यति म बाहिरी चिजहरू त्यो त रोटी सोटी मन नपर्ने, भात भयो खान्थेँ, नआयो भने खान्थेन, सुत्दिन्थेँ त्यतिकै। अनि दिदीहरूलाई फोन गरेर रुन्थेँ म। भनेपछि श्रीमानसँग भन्दा दिदीहरूसँग बढी धेरै दुःख बुढोलाई, मेरो बुढोलाई मैले कहिले पनि भनेन। अहिले पनि आउँछ भन्ने मलाई थाहा छैन। के छ श्रीमान श्रीमतीको सम्बन्ध राम्रो छैन? छ, बोल्न त बोल्छ, राम्रै छ, ठिकै छ। अनि त्यति अब बुझ्नुहुन्न नि त। अनि त्यही भएर म चाहिँ केही पनि भन्दैन। मैले दुःख पाएँ म कहिले पनि भन्दैन। कहिले पनि मेरो बुढोसँग यसरी म कहिले पनि रोएन। नेपालमा श्रीमानले पिट्नुहुन्थ्यो कहिले? नै, पिट्नु भएन। अनि अब कुवेतमा चाहिँ कामहरू सबै गर्नुभयो, बच्चा रोयो भने पिट्यो, आफू रोएको सुन्यो भने झन् पिट्दो रहेछ कि गाली गर्दो रहेछ, के रहेछ बहिनी? म रोयो भने अस्ति नै पनि मैले
एकचोटि चाहिँ मैले बुढोलाई भनेको अनि के गरेँ मैले चाहिँ धेरै दुःख पाएँ अनि मलाई चाहिँ पुलिस केस गरेर हुन्छ कि कसरी हुन्छ झिकाउनुमा आन्टीहरूलाई फोन गर्दा नि नमानेर अनि भनेको अनि चौकीमा चाहिँ उस गर्न जानुभयो अनि गएपछि अनि आन्टीले चाहिँ यता हाम्रो साउला भन्ने चाहिँ यस्तो यस्तो गरेछ भनेर अनि फेरि अनि त्यतिखेर पनि म माइत थिएँ त्यसको मेरो साउनीको अनि किन अनि अफिसकोले फोन गर्यो नि त पवित्रा दिदीले अनि यसले यस्तो यस्तो गरेछ अनि मोबाइल खोजिदिए अनि यस्तो उस्तो भनिदिनु भएछ अनि मोबाइल खोसेर अनि त्यसको बाउले भाइ चाहिँले चाहिँ मलाई गाली गर्यो क्या किन अफिस भनिस् अनि किन जम्मैतिर फैलाइस् भनेर मोबाइल खोसिदियो अनि नेपाल जान्छिस् कि यहीँ बस्छिस् भने मैले केही पनि गर्दैन नेपाल जान्छिस् पनि भर्खर झोला निकालेर बाहिर निस्क्यो भन्थ्यो क्या अनि म बाहिर निस्केँ भने अस्ति भर्खर पनि मेरो आमाले साउनीले चाहिँ अनि के गर्यो तेरो ढोका खुल्ला बाटोको ढोका खुल्ला निस्केर जा भनेको क्या मलाई अनि मैले भने म कहाँ जाने अनि त्योतिर पनि मैले मेरो साउलाई फोन गरेँ माइत बस्ती साउनी चाहिँ अनि म आमाले चाहिँ यस्तो यस्तो भन्यो म कहाँ जाऊँ तेरो दिदीबहिनी जस्तै सोचेर मलाई नेपाल पठाइदिए म नेपाल जान्छु बाबा भन्दै भनेको अनि केही पनि बोलेन अनि भाषा सबै जानिसक्नु भएको थियो उनीहरूसँग कुरा गर्न म चाहिँ जाने थिएँ नि त अलिअलि त जानेछु नि त 14-15 महिना भयो नि त पहिला अप्ठ्यारो भयो र अहिले भाषा पहिला त अप्ठ्यारो भयो बोल्न जान्थेन अनि उनीहरूको अब धेरै पनि बोलिँदैन अनि त्यही भएर जानिन्न कि उनीहरू जस्तो त बोल्न जानिन्न उनीहरूले चाहिँ भनेको बुझिन्छ अनि साउले के भन्यो त बाबाले के भन्यो जाऊ भने के भन्यो केही भनेन अनि तँलाई चाहिँ मैले अनि कोही किनेर ल्याएको हो अनि पठाउँदैन अरू घरमा काम गर्न पठाउँछु भन्थ्यो अनि म चाहिँ म जान्न कोही पनि जान्न म तेरो दिदीबहिनी जस्तो तेरो दिदीबहिनी छ मलाई त्यस्तै सोचेर पठाइदिए मेरो 2टा बाबु नानी घर पनि पठाइदिँदैन छोरीको धेरै याद आयो माइत आमासँग बोल्ने बाटो कहिले मिल्यो कि मिलेन रुन पाउनु भयो धोको फेरेर आमासँग नाइ म आमासँग फोन गरेर कहिले पनि रोएन आमालाई टेन्सन हुन्छ भनेर दिदीहरूलाई फोन गरेर रुन्थेँ त्यो घरको साउले तलब चाहिँ सबै दियो आजको आउने समयसम्मको अब खै 35 रुपियाँ दिएको थियो टिकट काट्दियो होला त्यति भयो नि भयो मलाई बिचमा अलिअलि कमाएको पैसा श्रीमानलाई पठाउनु भयो कि कसलाई पठाउनु भयो बाबु नानीलाई पढाएको अनि उसलाई जा अनि माइत राखेको छु नि त बाबु नानी अनि त्यही पठाइदिन्थेँ बहिनीहरूसँग कहिले भेनाजुहरूलाई त्यो बाबु नानी माइत राखेर पढाउनु भएको छ हजुर श्रीमान चाहिँ सानो बसको चाहिँ सहचालक गर्नुहुन्छ कि ठुलो ट्रक सकेको काम गर्नुहुन्छ पहिला यही काठमाडौँ लाइनमा हिँड्नुहुन्थ्यो डिलक्समा अहिले चाहिँ उतै रामपुरतिर हिँड्नुहुन्छ बसमा हिँड्नुहुन्छ आज हजुर आउने कुरा श्रीमानलाई थाहा छ आमालाई थाहा छ छोरछोरीलाई कसलाई थाहा छ कसैलाई थाहा थिएन मेरो अनि मलाई चाहिँ अनि हिजो भनिन्थ्यो त्यहाँ झोला त्यो घर काम गर्ने दिदीहरूलाई एउटा नेपाल दिदी हुनुहुन्छ क्या अनि उहाँलाई चाहिँ त्यसको झोलाहरू प्याक गर्दै भनेर रहेछ अनि मलाई चाहिँ उहाँले फोन गरेर भन्नुभयो बाबाले झोला प्याक गर्न पठाएको कहाँ लिएर जान्छ भन्नुभयो अनि मैले चाहिँ दाइलाई फोन गरेँ यहाँ अनि दाइ मलाई यसरी झोला प्याक गर्न पठाएर रहेछ म कता लान्छ मलाई थाहा छैन मलाई चाहिँ डर लाग्छ म बाहिर मैले यहाँ दाइलाई फोन हजुर संस्थाको दाइलाई फोन गरेँ अनि त्यसपछि उहाँबाट आउँदा जस्तो 1.5 लाख 2 लाख 3 लाख खर्च गरेर नेपाली आउँछन् चेलीहरू फ्री टिकट फ्री भिजा भनेर जान्छन् कति पैसा खोज्यो हजुरलाई नेपाल फर्काउनलाई कि अहिले चाहिँ पैसा नलगाइकन आउनुभयो कसरी आउनुभयो पैसा चाहिँ खोजेको 2,70,000 दिए आन्टीले भन्नुभएको थियो मलाई चाहिँ अनि मैले चाहिँ मसँग छैन मैले कहाँदेखि दिने मसँग छैन पैसा सैसा मलाई जसरी हुन्छ नेपाल झिकाउनु भने अनि पैसा 2,67,000 तिर्न पर्यो कि परेन नै परेन हजुर अनि हाम्रो संस्थाको सरले चाहिँ हजुरलाई हजुर यहाँबाट कुरा गर्नुभयो धेरै सहायता दिनुभयो मलाई यहाँसम्म झिकाइदिनु भयो कसरी सम्पर्कमा आउनुभयो हाम्रो संस्थासँग हजुर मेरो दाइ देख्नु भएको थियो मैले देखेको थिएन मेरो दाइ कहाँ हुनुहुन्छ कुबे कतार हुनुहुन्छ क्या माइतीको दाइ हजुर अनि दाइले चाहिँ अनि के गरेँ अनि उहाँ दाइलाई फोन गरेर म ग्रुपमा दिदीहरूसँग बोलेको थिएँ मलाई यस्तो यस्तो मलाई धेरै दुःख भयो दिदी भनेर अनि दाइले चाहिँ सुन्नुभयो अनि ग्रुपमा आएर यता छुट्याएर अनि भिडियो बनाउनु भएको थियो अनि दाइहरूको नम्बर चाहिँ अनि हजुरहरूको नम्बर अनि त्यसपछि उस गरेर दाइले कन्ट्याक्ट गर्नुभयो अनि म यहाँसम्म आएँ
हजुर चाहिँ सम्पर्क भएको कति दिनमा चाहिँ नेपाल आउन सफल हुनुभयो? म चाहिँ छिटो आएँ, 8-10 दिनमै आएँ क्या। है हजुर। पहिल्यै थाहा पाउन पाएको भए त हजुरको आफ्नै आन्टीसँग भन्दा यता सरहरूसँग सम्पर्क भए छिटै नेपाल आउनु हुँदो रहेछ। हजुर। मलाई थाहा थिएन, डर लाग्छ एक त मलाई, अनि म पनि कसरी बोल्ने भन्ने हुन्थ्यो कि यहाँ। अनि यहाँ मलाई यसरी नेपाल सजिलै चाहिँ फर्किन्छु भन्ने मनमा थियो? मलाई थिएन। मलाई हिजोसिम पनि नेपाल आउँछु जस्तो लाग्थेन। बाकसमै फर्केला भन्ने पिर थियो, धेरै चेलीलाई त्यही चिन्ता छ। जिउँदो नेपालमा आउँछु भन्ने थिएन है? अहिले खाना खानुभयो कि खानुभएको छैन? के छ बहिनी, खाना नखाएको कति दिन भयो, के छ अहिले? खाना चाहिँ हिजो बिहान खाएको अलिकति, अनि बिहानदेखि खानुभएको 24 घन्टाभन्दा बढीको? हजुर, खाएन। खाना दिन्न, एक काम मात्रै दिन्छ, त्यही पनि उनीहरूले खाएर बच्यो भने खाने हो। अनि केही बनाएर खान्छु नि त भन्यो भने पाइँदैन नि त। त्यो कहिले काहीँ खाना खान पाउँदा आँसुले मुछेर कति दिन खानुभयो खाना? धेरै नराम्रो लाग्थ्यो। त्यो फ्रिजको भात आँसुले मुछेर खाएको याद छ होला नि? धेरै याद छ। अब जो हजुर जस्ता चेलीहरू जाँदैछन्, फेरि पनि कुवेत जाँदैछन्, तिमीलाई के छ, हजुरले के भन्नुहुन्छ? कुवेत जान ठिक छ छैन? छैन, नजानु होला भन्छु मैले चाहिँ। धेरै दुःख पाइन्छ। यहाँबाट सजिलै गइन्छ, उहाँ गएपछि धेरै दुःख पाइन्छ। फर्किन्छु भनेर पनि पाइँदैन, धेरै गाह्रो हुन्छ। हामीलाई अफिसले हेर्दैन। कस्तो ठाउँ है, टोइलेट जान पनि अनुमति चाहिने, पानी खान पनि अनुमति चाहिने हैन? टोइलेट जानु नै दिन्थेन मलाई त। कराउँथ्यो, 1 घन्टा लाग्यो भन्छ। बिरामी हुँदा दबाई खान पाउनुभयो कहिले? टाउको मलाई बिमारी भयो, कति धेरै बिमारी भयो, पाइल्स भएर फोटो पनि छ मसँग। मलाई दबाई गर्न लान मेरो हात खुट्टाहरू कस्तो उस भयो थियो कि रगतहरू गएर, कहिले पनि लाएन मलाई। दबाई खान पाइ। महिनावारी हुँदा, अप्ठ्यारो हुँदा, पेट दुख्दा, ब्लिडिङ हुँदा के छ, प्याड स्याड लाउन पाइने, मिल्ने, दिने के गर्थ्यो? दिन्थ्यो, मागेपछि दिन्थ्यो। किन्न त पक्का जान पाउनुहुन्थेन होला? कोही पनि पाइँदैन। साउन्डले त्यति चाहिँ दिन्थ्यो? हजुर, दिन्थ्यो, त्यति चाहिँ दिन्थ्यो। किन्न जानु पाएन त्यही पनि। अनि केही भन्यो भने मैले यस्तो सामान किन्दैछु त भन्थ्यो। अरू सामान किन्न जान पाइन्थेन? केही पनि पाइँदैन। भनेपछि घरबाट घाम देख्ने अवसर कहिले मिल्यो? घाम देख्नुभयो? कुवेतीको घरमा बस्दा छतमा जान मिल्ने? कोही पाइँदैन। कोठाको कोठामा उनीहरूले जहाँ लान्छ त्यहीँ जाने हो। कहिले बाहिर साउसँग घुम्ने, केही नयाँ चिज खाने केही अवसर मिल्यो त्यस्तो? उनीहरूले लयो भने आफूले खान्थ्यो, हामीलाई चाहिँ केटाकेटी हेर्न पठाउँथ्यो। कहिले पनि मेरो त किनेर दिएन खानालाई। रहे खाना पाइयो? नै, अब बाहिर जाँदा त कहाँ दिन्छ, उनीहरूले मजाले बसेर खान्छ। म चाहिँ यस्तै उभिएर बस्थेँ। अचम्म हजुरको कुरा सुन्दा मलाई के लाग्छ भने हामी खाना खाइरहेछौँ, कुकुरहरू जसरी नेपालमा हेरेर बस्छन्, कति बेला देला, कति बेला फाल्देला हड्डी अथवा के हुन्छ नि, त्यस्तै हो। कुकुरको जस्तै व्यवहार हो। बरु नेपाली त कुकुरलाई त दिन्छ नि? हजुर, दिन्छौँ नि त। यति कुकुर आहा भने यसले यति खान्छ भन्ने हुन्छ नि त। हाम्रो भाग काटेर पनि दिन्छौँ नि, उनीहरूले दिँदैन हामीलाई। खनाएर पुरै खनाएर लान्थ्यो कि खाना जति। खाओस् उसले नखाओस् मतलब छैन? अत्याधिक पीडामा पर्नु भएको रहेछ। के छ, छोरा मान्छेले पिट्ने काम गरेको गरेन? पछिल्लो घर त दुईवटा, एउटा 12 महिनाको, एउटा 14 महिना, एउटा 2 महिनाको बच्चा हुने, त्यो आमाले पिटी कि पिटिन नि हजुरलाई? त्यो बुढी आमाले त धेरै पिटी, घाँटी नै अठाइ। हाम्रो अहिले पोचेको घरको साउनेले पनि मलाई पिट्न आउँथ्यो। अनि यस्तै कुइनामा चाहिँ 2-3 चोटि चाहिँ घच्चायो। अनि त्यसको आमाले चाहिँ मलाई अनि जा गीताभित्र भनेर भन्थ्यो कि त बाहिर जा उतातिर भन्थ्यो। चिच्चाउने के त्यसको छोराछोरी रोयो भने हजुरहरूलाई पिट्ने? छोराछोरी रोए पनि हामीलाई चाहिँ गाली गर्छ। छोराछोरी त बाबुको एक दिन त टोइलेट नआएको के, अनि साह्रो आएछ, कति धेरै मलाई गाली गरेको, कति धेरै पिट्न आएको। अनि मैले भने तेरो बाबुको टोइलेट साह्रो आयो त मैले के गरौँ, मैले केही नै गर्दैछु र त्यसको भित्र
बिचरा त्यो बच्चाको दिशा सारा आयो हजुर, पिटाइ खान म- पर्यो पाता अँ। आयो नि पिटाइ खान पर्यो ज्वरो आए पनि मलाई चाहिँ गाली गर्थ्यो। के छ अहिले यहाँ हामीसँग बोल्दै गर्दा सबभन्दा धेरै कसलाई सम्झिनु भएको छ कसको याद आछ बच्चा बच्चीको श्रीमानको माइतको आमाको कसलाई सम्झिनु भएको छ बहिनी अहिले कसको याद आइरहेछ आमालाई सम्झे आमा म नेपाल आइसकेँ नआत्तिनु होला भनेर भनिदिनु नि यो भिडियो हेर्दै हुनुहुन्छ हजुर घर नपुग्दै भने पनि आमा कमसेकम ढुक्कले एक छाक खाना खानुहुन्छ मैले आमालाई कहिल्यै भन्दैन। आज भनिदिनुहोस् अब नेपाल त आइसक्नुभयो मनमा डर त छैन होला नि हामीसँग बस्दै गर्दा हजुरलाई के अप्ठ्यारो छ र छैन। बिचरा ती छोराछोरीले हेर्दै होला आमाले हेर्दै हुनु होला म नेपाल आइसकेँ नआत्तिन त भनिदिनुहोस् म नेपाल आएँ जिउँदो आएँ। टेन्सन नमान्नु त्यही हो। ठिक छ अब के छ ऋण छ कि छैन बहिनी घरमा गएर तिर्नुपर्ने कसैलाई ऋण छ र छैन मेरो। अब घरमा गएर के काम गर्ने त अब केही पनि गर्दैन। बच्चा बच्ची हेर्ने बस्ने हजुर खेती किसान त गर्नु पर्ला नि अलि समय त शरीरको ख्याल गर्नु होला रेखदेख गर्नु अब होला। एकछिनमा केही गर्दैन। अलिक कमजोरी छु खान नि राम्रोसँग पाएन। जिन्दगी भन्नु केही रहन्छ है लास्टमा बुझ्दै जाँदा होइन बहिनी हजुर हजुरको आँखाबाट आँसु आएको छ हाम्रो पनि मनबाट आँसु झरिरहेछ र हामी थोरै किन खुसी छौँ भने हजुरलाई चाहिँ जिउँदो नेपालमा चाहिँ ल्याउन हामी सफल भएका छौँ नेपाल पठाइदियो भने भाउले टाउको फुटालेर पठाइदिन्छु पनि भनेको। अनि मैले चाहिँ के भने एक दिन त अति भएपछि फुटालेर पठाइदिएँ मैले केही पनि भन्दैन मलाई नमार मेरो टाउको मात्रै फुटाल्दै मेरो परिवारसँग त भेट हुन पाउँछु म नेपाल जान पाउँछु पनि भनेको। के छ हजुरसँग घर जाने भाडा छ कि छैन आज छ भाडा चाहिँ छ हजुर ठिक छ अब लामो यो कुराकानीसँग जोडिनुभन्दा हजुर हिजोदेखि 24 घन्टाभन्दा बढी भइसकेको छ पानी खाएर बाँचिरहनु भएको छ केही क्षणमा हाम्रो संस्थाको सरहरूले साथीहरूले खाना पनि खुवाउनुहुन्छ र हामी थोरै सानो कुराकानीमा संस्थासँग आबद्ध रहेर सानो कुराकानीमा पनि जोडिन्छौँ जसलाई हजुरलाई चाहिँ जसले उद्धार गर्नुभयो जहाँ जोडिनुभयो उहाँसँग हामी जोडिन्छौँ। ठिक छ हामी चाहिँ दुवैजनालाई चाहिँ फ्रेममा राख्छौँ। हामीसँग अहिले चाहिँ हाम्रो संस्थाको चाहिँ दुईजना जुझारू युवा अहिले पछिल्लो समयको चाहिँ देशको चाहिँ होनहार व्यक्तित्व भन्छौँ र जिउँदो सपुत हो उहाँहरू चाहिँ जो दैनिक राति अहोरात्र खटेर राति 2 बजे 1 बजे 12 बजे नखाई पनि उहाँहरू चाहिँ रेस्क्युमा जति बेला पनि देखिनुहुन्छ। दुईजना प्लिज फ्रेममा आइदिनु होला बहिनीलाई बिचमा राखेर हजुरहरू छेउछाउमा बस्दिनु होला त फुर्बा सर र राज सर त्यहाँ थोरै बस्नु त थोरै मिलाउनु होइन सँगसँगै बस्दा नि हुन्छ क्यामेराले मिलाउँदा ल हुन्छ ठिक छ त्यसमा एकछिन दुईजना बस्नु ल यो एडिट मिलाउँ ल यो सबैको गरेर मिलाऊ है एडिटमा हेरेर